ल सम्पूर्ण नमस्कार। अब आजको हाम्रो एकदमै महत्त्वपूर्ण च्याप्टर तपाईं हेर्न सक्नुहुन्छ गुणस्तरीय शिक्षा र यसमा मैले के भन्न खोजेको हो गुणस्तरीय शिक्षा एक्चुअल चीज भन्नाले हामीले चाहिने जस्तै टिचिङ गरेर मात्रै भएन, विद्यार्थीहरूलाई स्कुलमा पठाएर मात्रै भएन, हामीले आश गरेको उद्देश्य राखेको के कारणले पठाइरहेको छौँ, के बनाउन पठाइरहेको छौँ त्यो कुरा हासिल हुनु पर्यो। त्यो नै हो गुणस्तरीय शिक्षा र यो एकदमै महत्त्वपूर्ण च्याप्टर हो। यसमा साथीहरूले म भन्न चाहन्छु 6 नम्बरको यानी 3वटा क्वेशन सोध्छ र यसमा खासै केही छैन। तपाईले ढुक्काउनुस् निस्कन्छ तपाईहरुको नाम। साथीहरु यसबाट तपाई लाइसेन्स दिनुहुन्छ र शिक्षक बन्नुहुन्छ। तर खासमा हामीले ध्यान दिनुपर्छ 3वटा क्वेशन के आउन सक्छ। एउटा अनुमान भरमा हामी चाहिँ म हजुरहरुले सहयोग गरिरहेको छु र यतिले मात्रै पुग्दैन। तपाईहरुले किताब पनि फर्काउनु पर्छ। यो हैन कि अब चाहिँ यसो भिडियो हेरे यसमा ढुक्क भइहाल्ने, ढुक्क नहुनु होला। तपाईले एकचोटी किताब पनि हेर्नु होला, किनभने मैले अब यहाँ बताउँदाखेरि आफ्नो अनुसार मेरो चाहिँ अब ज्ञान अनुसार मैले चाहिँ सक्दो सहयोग गरिरहेको छु। अब तपाईले एकचोटी किताब हेर्नु भयो भने सर र यहाँ पनि एकचोटी हेर्नुहुन्छ, किताब पनि हेर्नुहुन्छ, सर र कण्ठ हुन्छ। तपाई मजाले स्मरण गर्न सक्नुहुन्छ, किनभने कुनै पनि कुरालाई हामीले एकचोटी हेरिसकेपछि त्यति विस्तारले हाम्रो दिमागमा जाँदैन। तर हामीले 2 चोटी 3 चोटी स्मरण गर्यो भने राम्रोसँग याद हुन्छ। ल म अब धेरै ढिलो नगरिकन म भन्न चाहन्छु गुणस्तरीय शिक्षा चाहिँ यहाँ भन्नु होला 6 हो र यो चाहिँ 3वटा क्वेशन दिन्छ 6 नम्बरको आउँछ। जसमध्ये अलिकति म इम्पोर्टेन्ट कुराहरु बताउन चाहे र क्वेशनहरु पनि 2-4 वटा म बताउँछु। ल अब चाहिँ तपाई सुन्नुस्, युनेस्कोले यो चाहिँ खास भन्न खोजेको के हो, यसमा चाहिँ सुरुमा के भनेको थियो कि कुनै पनि देशले अथवा राज्यले अथवा गभर्नेन्सले चाहेको बखत नागरिकबाट आफूले चाहिने प्रतिभावान, सामर्थ्य भएको, क्षमता भएको, एक्टिभ भएको र सिप स्किल भएको जनशक्ति उत्पादन गर्न सक्नु नै शिक्षा हो अथवा गुणस्तरीय शिक्षा हो। यो चाहिँ सामान्य परिभाषा भयो। तपाईले यसरी बुझ्न सक्नुहुन्छ कि नागरिकले पढायो तर तिनीहरु दक्ष भएनन्, एक्टिभ भएनन्, सिप भएन, ज्ञान भएन, त्यो उले खोजेको कुरा भएन, त्यो गुणस्तरीय शिक्षा भएन। तर गुणस्तरीय शिक्षा हुनको लागि यदि हामीले विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिएछौँ भने त्यो विद्यार्थी हामीले चाहेको अनुसार, हामीले जुन हाम्रो उद्देश्य हुन्छ त्यो अनुसार हामी क्रिएट गर्न सक्छौँ, बनाएको हुन्छौँ। जस्तै ऊ चाहिँ एक्टिभ हुन्छ, कामप्रति रुचि राख्छ र सामर्थ्य भएको हुन्छ, क्षमता पुगेको हुन्छ, त्यो किसिमको हुन्छ। र यसरी अब युनेस्कोले सन् 1996 मा गुणस्तरीय शिक्षा हुनको लागि अघि सारेको अवधारणाहरू छन्, जुन चाहिँ मैले एक चाहिँ छोटकरीमा यसो तपाईहरुले विचार गर्नको लागि, स्मरण गर्नको लागि एउटा तपाई शब्द लेख्नु होला, जग शिव, जग शिव, जग शिव। अब यसलाई छोड्दिनु होला, यसलाई छोड्दिनु। यो इंग्लिश हो, यसको बारेमा म बताउँछु। अब यो जग शिव, ज त्यसपछि ग त्यसपछि सी त्यसपछि ब। साथीहरु यो बुझ्नु होला, यो चाहिँ लेख्ने हैन, याद गर्ने तरिका हो। अब तपाईले के गर्नु होला, ज भनेको जान्नको लागि, जान्नका लागि सिकाइ, जान्नका लागि सिकाइ। त्यसपछि अब आउँछ ग, गाबाट गर्नका लागि सिकाइ, गर्नका लागि सिकाइ। अर्को कुरा आउँछ सी, सिक्नका लागि, सिक्नका लागि सिकाइ। त्यसपछि अर्को आउँछ सँगै बाँच्नका लागि सिकाइ।
यसरी तपाईहरु यो मजाले याद गर्न सक्नुहुन्छ साथीहरु। र यो टिक कस्तो लाग्यो तपाईले अब प्रतिक्रिया दिनु होला साथीहरु। भिडियो बनाउन धेरै मेहनत लागिरहेको छ र यी भाइहरुले म अनुरोध गर्न चाहन्छु तपाईहरु पनि यसो भिडियो पनि हेर्नु होला, यो पनि हेर्नु होला र भिडियो पनि हेर्नु होला, किनभने यो चाहिँ यति मात्र सीमित हुँदैन। तपाईले एकचोटी भिडियो हेर्नु भयो भने यहाँ पढ्ने कुरा अलि स्मरण हुन्छ। ठीक छ ल। अब चाहिँ यो चाहिँ तपाईले टिप्पणी गर्नु होला। यो जागा शिवा भनेको युनिसेफ, जागा भनेको युनेस्को ले हो, युनेस्को को चाहिँ हो जागा शिवा। यसरी हामीले याद गर्न सक्छौं। र अर्को कुरा आउँछ युनिसेफ को। अब युनिसेफ को कुराहरु कसरी याद गर्ने भन्दाखेरि युनिसेफ को कुरा एकदमै सजिलो छ त पनि। अब याद गर्नु, यदि 4 बाट सोध्यो भने युनेस्को बुझ्ने, र यदि जब चाहिँ यहाँ चाहिँ अलिकति धेरै दियो भने त यदि मिलेन, यो 4 मध्ये मिलेन भने हामीले बुझ्ने के युनिसेफले, युनेस्को बुझ्ने 4 वटा चाहिँ युनेस्कोले बुझ्ने। युनेस्को बुझिसकेपछि 4 युनेस्को आयो कि 4, तर जब 4 वटा आयो युनेस्को, तर जब युनिसेफ को कुरा आएछ, अब मैले यो बताउँछु, जब युनेस्को कुरा युनिसेफ को कुरा आयो, युनिसेफ में पूरा यसरी टर्ममा लेख्नुस् 1 2 3 4 5 6। अब यहाँ सबैमा लेख्नुस् गुणस्तरीय, सबैमा त्यस्तै लेख्नुस् गुणस्तरीय। यति लेखिसकेपछि अब के हैन, तपाईले के गर्नै पर्दैन। मजाले तपाई बिबा बी प्रा उ, बिबा बी वी वा वी प्रा उ, बिबा बी प्रा उ, बिबा बी प्रा उ, बिबा बी प्रा उ। यो यदि आइदियो भने छ्याबाट टक्क गुणस्तरीय बुझ्नुस्। त्यसपछि तपाईले बिबा बी प्रा उ, बिबा बी प्रा उ सजिलो एकदमै साथीहरु, धेरै मजाले निकाल्न सक्नुहुन्छ है। ल हेर्नुस्, यहाँबाट तपाईको लेख्नु विद्यार्थी, के लेख्दिने विद्यार्थी। त्यसपछि आउँछ वा भनेको के लेख्ने वातावरण। त्यसपछि अर्को चाहिँ यहाँ लेख्नुस् विषय वस्तु, यो यहाँ चाहिँ गुणस्तरीय विषय वस्तु। त्यसपछि फेरि यहाँ प्रबाट के लेख्नु होला प्रक्रिया। त्यसपछि यहाँ लेख्ने प्रतिफल। अर्को आउँछ उत्तरदायित्वपूर्ण। ल साथीहरु, यदि यसमा कन्फ्युजन छ भने तपाई भन्नुस्, म एकचोटी फेरि रिपिट गर्छु। गुणस्तरीय भन्नु हामीले चाहेको जुन हाम्रो उद्देश्य हुन्छ अथवा जुन तरिकाले पढाइरहेको छौं, यदि पढाइदिनु भयो भने दिनरात एक गरेर पढाइदिनु भयो भने, तर विद्यार्थीले केही बुझ्दैन, विद्यार्थीले केही आइदैन, विद्यार्थीले केही कुरा गर्न छ भने उसले चाहिँ अब लाइफमा परेको कुरा केही गर्न सकेन भने उसको गुणस्तरीय शिक्षा भएन। सेम त्यस्तै अब चाहिँ बुझ्नुस् कि चाहिँ राज्यले, गभर्नमेन्टले अथवा स्टेटले अथवा कुनै पनि देशले अथवा कुनै पनि सरकारले अथवा कुनै पनि ठाउँको र चाहिँ जिम्मेवार संस्थाले अथवा चाहिँ किताबमा त राज्यले लेखेको छ, राज्यले आफूले चाहेको चाहिँ जनशक्तिहरुमध्ये दक्ष जनशक्ति, समर्थवान र विभिन्न किसिमका सिप भएको र अहिले पनि दस्ता भएको जनशक्ति चाहिएको बेला लिन सक्ने र आफ्नो काममा लगाउन सक्ने गरी त्यसलाई गुणस्तरीय शिक्षा मानेको छ। र अब युनेस्कोले सन् 1996 मा गुणस्तरीय शिक्षा हुनको लागि केही बुँदाहरु अघि सारेको छ, जसलाई जागा शिवा भनेर याद गर्न सकिन्छ। अघि मैले बताएँ र केही जान्नको लागि
केही जान्नको लागि, केही गर्नको लागि र केही सिक्नको लागि, त्यसपछि सँगै बाँच्नको लागि सिकाइ भन्ने यो चाहिँ युनेस्कोले गरेको हो। र अर्को कुरा मैले के भन्न चाहन्छु कि अब युनिसेफको कुरा आउँछ केटाहरू, युनिसेफको कुरा आउँछ विद्यार्थी भाइबहिनीहरू, युनिसेफको कुरा जब आउँछ हामी टक्क याद गर्ने केही होइन, 6 वटा गुणस्तरीय हुन्छ, 6 वटा बुँदामा छ, त्यसपछि बिबाबी प्राप्रा उ, बिबाबी प्राप्रा उ, राम्रोसँग लेख्नु है, बिबाबी प्राप्रा उ, यसरी हामीले यो याद गर्न सक्छौँ। र अब मैले चाहिँ केही क्वेसनहरुमा चाहिँ हेराउन चाहन्छु तपाईहरु यस्तो चाहिँ यो मार्फत, र यसको चाहिँ अलिकति केही लक्ष्यहरु छन् त्यो पनि मलाई पूर्ण गरिरहेको छु, तपाईहरु बुझ्नु होला ल।